धन्यवाद। साथै विशेष गरेर अब सबैजनालाई जय मसिह। मैले हात जोडेर भन्दैछु है, जय मसिह। यो पानी छ है, जय मसिह भन्ने बेलामा हात चाहिँ हामीले जोड्न अलिकति गाह्रो लाग्छ, तर हामी परमेश्वरको जन हौ। उहाँले के गर्नुहुन्छ? अघि भर्खर हामीले हेऱ्यौँ नि, हृदय हेर्नुहुन्छ। आमेन। उहाँले हाम्रो हृदय हेर्नुहुन्छ। त्यो भन्ने गर्दाखेरि अनि यो समय दिनुभएको लागि दाइलाई धेरै धेरै धन्यवाद। अनि मैले एउटा गीत लिएर आएको छु। अनि जुन गीत चाहिँ येशू तिम्रो मायाले मलाई जिउन सिकायो भन्ने गीत छ। अनि यो चाहिँ मेरो बेस्ट सङ हो। मलाई साह्रै मनपर्छ किनकि यसको गीतको शब्दले भन्न खोजेको शब्द र मैले पहिला जिएको जीवनसँग चाहिँ म्याच खाने भएको कारणले गर्दाखेरि पनि होला मलाई मनपर्छ। म आशा गर्दछु हजुरहरू पनि यस गीतबाट पक्कै खुसी हुनुहुनेछ। तपाईँहरूको जीवनमा पनि धेरै घटनाहरू घटेको होला। सबैजनाले यहाँ परमेश्वरलाई सजिलै गरी पाउनु भएको छैन, केही न केही कारणबाट पाउनु भएको होला। बाइचान्स कतिजना चाहिँ क्रिस्चियन परिवारमा जन्मनु भयो होला, तर मैले चाहिँ एउटा दुःखको समयमा परमेश्वरलाई एउटा चिन्ने मौका पाएँ है। परमेश्वरलाई धन्यवाद भएको होस्। भएको होला। ओके, म गाउनेछु। सबैजनाले ताली बजाएर साथ दिन सक्नुहुन्छ। स्वरमा राम्रो छैन तर पनि परमेश्वरले के हेर्नुहुन्छ? ओके, सबले ताली बजाइदिनु होला है। जब म अन्धकारमा थिएँ, धेरै हारेको थिएँ, हार पनि खाएको थिएँ, अन्धकारमा थिएँ, तर मलाई प्रभु येशू ख्रीष्टले उहाँको प्रेमले तानी ल्याउनु भयो। सबै ताली बजाइदिनु होला है। Taali bajai